हेलो गाइस, अनि आज चाहिँ म पर्सन आएको थिएँ होइन खेत आफ्नो धानको बिउ राख्नलाई। अनि धानको बिउ राखेपछि चाहिँ लगाएर म यहाँ बसेको धानसँग बिउ देखाएँ तपाईँहरूलाई चाहिँ मैले लाउनुहुन्छ बबाल छ कि फेरि त्यता पाहाड देख्थेँ बिहान बिहान हिमाल। अनि अहिले चाहिँ देखाएन दिउँसो भएर बिहान बिहान आउनुपर्छ कति भने 5-6 बजीतिर 5-6 बजीतिर आयो भने देख्छ हिमाल चाहिँ। अहिले दिउँसो भइसक्यो त्यही भएर देखाएन। अनि यता म तपाईँलाई भान्सा हाइ गर्ने लगाउँछु। भान्सा हाइ गरिदियो चुम्मा नि चुम्मा खान लगाएर अनि त्यो चाहिँ बाई भन्नु लगाएर अनि बस्छ चाहिँ अब आँप टिप्न आएको म एकैचोटि होइन। अनि आँप पनि थुप्रो छ क्या फेरि। अनि तपाईँहरूलाई फेरि म एकछिन चरा बच्चा देखाउँछु यहाँनिर छ कि हेर्न सक्नुहुन्छ। यो चाहिँ कुन चरा भने त्यो के भन्छ त्यो चरा के पुच्छर लामा भएको चरा होइन, सानो हुन्छ दुरेली जस्तै। अनि म चाहिँ यता आइसकेको छाप्रामा आँप टिपेर। अनि म चाहिँ भान्जासँग बसिरहेको छु भर्खर मैले पनि भर्खर खाँदैन भान्जाले पनि खाइरहेको छ यससँग। अनि कुखुरा हान्दाखेरि चाहिँ भाउजू ठुल्बा दिदी आउनु भएको थियो। अनि मम्मा पनि आउनु भएको थियो। मम्मा आमा चाहिँ उता हुनुहुन्छ घाँस खन्नु भएको छ, बिउ राख्ने हो धानको बिउ राखेर घाँस खन्नु हुन्छ। अनि धानको बिउ राखिरहेको जाने चाहिँ फेरि रात छिटो भयो। भान्जा चाहिँ खाइरहेको छ। लगायत बाई लाइक एन्ड सब्सक्राइब।